एभ्रिवान वेलकम टु आवर ब्लग। हामी चाहिँ आज पार्क जानु लाग्यो, हामी डेट जानु लाग्यो। सरी, हिरोइनी बनेर ज्याकेट पनि नलाइरहेको मान्छेलाई यहाँ हामी देख्न सक्छौँ। सबिनालाई मैले छाता ओढाइदिइरहेको छु, उसले त केही पनि बोकेर ल्याएन, मैले मेरो छाता ओढाइदिइरहेको छु। हिँडेको आइसक्रिम खाएर। आजको वेदर बारेमा के भन्नु? घाम लाएर हाई गर्मी भइसक्यो। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्न लागेका छौँ। सबिना इज सो बिजी। मोबाइल नहेरेको त टाइम हुँदैन। सबिना अब यहाँ पार्कमा छिर्नलाई टिकट काट्दैछ। यस 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 यस। त्यो पछाडि जस्तै मुख लगाउनु कस्तो फिलिङ सो ह्याप्पी। अरू के भनौँ? गार्डन रहेछ नि त। गाइड गर्ने वाह 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 वाह, एक्सन रिप्ले। त्यस्तै गरी हाल्ने न, कसरी हाल्ने के यस्तो? म त फेरि यस्तो क्याम्पिङहरूमा त फेरि वाह, भेरी नाइस भेरी नाइस। दिमाग चाहिँ छ हो, जे होस्। उहाँ चाहिँ हाम्रो बस्ने ठाउँ रेडी गर्दै हुनुहुन्छ। दिमाग लाएर उहाँ लट्ठी हालेर हावाले नउडाउने बनाउँदै हुनुहुन्छ गाइज। त्यति मात्र गर्नु पर्ला। त्यति ठिक हुन्छ। मुख मात्र लाउनुहुन्छ, उहाँ त केही पनि गर्नुहुन्न। मैले गर्नु भने यस्तो अनि त्यसपछि जे भयो नि त। हो, उसले रातभरि सोचेको। यस, थ्याङ्क यू। रातभरि सोचेको यस्तो गर्नुपर्छ भनेर। फुलै फुल छ यता चाहिँ। आज घाम लाएर वेदर पनि कस्तो मजाको भएछ। उहाँ चाहिँ लट्ठी खोज्न जानुभएको छ है, एउटा ठोक्न पुगेन भनेर। ओके, now is eating time. I am hungry. Eating time. Sabina is making shortcut right now. खाएर सिक्ने हो। बनाउँछु ल। आज छटपट खेल्नु, रात बिहानभरिको छटपट। यो पनि हाल्ला? नानी हाला हाला हाला। चटपट एन्ड कोका कोला। यो यस्तो छ। चटक हेर्नुहोस् फेरि, चटक चटकेको चटक हेर्नु यहाँ। के हो? सुरु भयो अब यहाँ। छैन के माया गर्नु जाऊ भने अहिलेको त नाटक हो त्यो। अर्कैलाई गरे तपाईँलाई त्यस्तै हो। के भन्ने हो न? पैसा उठाइयो। पुल कहाँ देखिनु अब यस्तो
को लान्छ त्यसमा वा वा के भएर आजको पार्कको पिकनिक के भयो आउनु हेरेर त्यसो देखिन्न त थके लाग्यो अब त रेलगाडी गाइजेन कल्छ गीत गाइजेन एउटा कस्तो लाग्यो त यिनीहरूलाई के अरे के भन्छ त बुलु भन आइए उता सर आएर नेक्स्ट वान मजा आउँदो रहेछ